गाइजहरु आफ्नो यता यता हाम्रो नाना ठुली एक जना जानु 82 साललाई स्वागत गर्न गएको हामी गाइज लु जानु हेलो हेलो बाइ बाइ ल नबोलौँ होला हेलो हेलो हाय हेलो यहाँ कोक ल ठीक छ यहाँ जुस गाइज यो चाहिँ फाइनली लास्टै गरौँ गरौँ छ ल ल ल ल आउनुहोस् गाइजहरु हामी चाहिँ लाग्यो यता हेर्नु हेलो 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 गर्नु माया गर्दै माया हेलो 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 हजुर हैन हेलो टिमको के छ खबर आज न्यू इयरको दिनमा खोलामा पनि के साह्रो भिड बाफ्रे 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 फाइनल्ली गाइज हामी चाहिँ गन्तव्य स्थानमा आइपुगेका छौँ बिसायौँ ल हाम्रो आजको बर्थडे गर्ल चाहिँ यता हुनुहुन्छ बर्थडे हो यता बिर्सिनु गएको त म त नि फाइनल्ली हामी आइपुगेको गलो गाइस आज त लास्ट टाइम हिँड्दा हिँड्दै गलो पानी धारा छ ए पानी खाना भइगयो त ए भइगयो त नि बोतल दुईटा मात्रै हो न मेरो बेटी मात्रै चल्नु थियो हैन एउटा यस्तो लाउन लागि पतर पतर हिँड्नु मन परेको काम नगर्न त गएर बसिरहेको चाहिँ हाम्रो रेडी हुँदैछ खानेकुरा किन सुहाउनु पर्यो पानी ल्याउने पानी यता हेरौँ त सुनेकोहरू चाहिँ फेरि गाह्रो हुन्छ है त्यो धरमको उयोले भनेको भाइरल दिदी माया कसै भन्नु ऊ माथि चित्तल त उता चौड्यो अरे माथि खेल तिमीलाई देखाएको छैन
बोरको त रेडिमेडै किन्नु पाउँछ होला नि त बोरको ठुलो खालको नाकि सल जस्तो किनेर त छ कान्छीलाई मैले दिएको थिएँ एउटा अम्लोको बट्टाले बोकेको भन्दै थियो त हैन कागती ल्याउने कुरा गर्ने थियो र चाहिँ फाइनली गाइस हेरौँ है यहाँ काँक्रा काट्नेले गाइस हेर यस्तो राम्रो काटेको छ गाइस केकमा चाहिँ कमीलाई पसेछ नि हो यो केक चाहिँ मिठो छ नि त मिठो छ धेरै त्यही भएर कमीलाई लागेछ गाइस अनि त्यही भएर त अहिले उयो गर्नुपर्छ पलासी मार्न सक्नुहुन्छ फुल्याउने फेरि मुख हेर्नु मन पर्यो क्या यो त फुटेको छ लाइटको एउटा छ एउटा ताली बजाऊ ताली हामी चाहिँ खान थाल्यौं कस्तो हुँदैछ त एकदम मिठो मिठो छ के चाहिँ मिठो भयो त सबैभन्दा धेरै सबै कुरो हरुजा शिखा चाहिँ किन उता फर्केको हौ यतै फर्क न All of you guys ready? ल कलेजमा खाइसक्नु ल 3 2 1 स्टार्ट सलमा यता देखिया त आ गर्ने सक्नेले आ गरिहाल्ने सक्यो भनिहाल्ने पानी नखानु खान नपाउने हाउडा साइलेन्टले सक्नु भएछ सेकेन्ड तपाईँ हो एका देखेन नि त थर्ड हाउडा उयो नाना को अरू मनिता फोर्थ फाइनल लितो पितो चाहिँ हाम्रो आशिका भएछ ल रमाइलो भयो गाइस